अनि ल भन माया लाग्यो बाइकको मलाई झन् कस्तो माया लाग्यो बाइकको पछि अर्को किन्ने नयाँ राम्रो त यो नि छ अनि पैसा भएपछि किन्नेपछि बाइक फर्स्ट हो होइन अनि त्यसो झन् माया गरेर मलाई दाइ र दिदीले मिलेर किनिदिनु भएको होइन अनि कुनै दिन पैसा कमाइएछ भने दाइलाई दिदीलाई होइन केही गिफ्ट दिनुपर्छ मैले होइन बाई 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 अब फिर मिलेंगे हेलो एभ्रीवान नमस्ते एन्ड गुड मर्निङ आफ्टर लङ टाइम आवास बुढाथोकी र म एउटै फ्रेममा छौँ हो कि आज सँगै छ आवास बुढाथोकी र म होइन अनि धेरै दिनपछि एकदम एक्सट्रिमली धेरै दिनपछि किनकि म घर आएको अस्ति साँझ हो तर हिजो पनि भ्लग बनाएन आज लास्ट डे घर बस्ने आज चाहिँ भ्लग बनाउँदैछु होइन हो कि हो अनि आवास बुढाथोकीलाई आज मैले बाइकमा छोडिदिने सबै अरू सब गइसक्यो गाडी पनि आएन रे यो बाटो यहाँनिरबाट आएन गाडी आएन अनि हामी चाहिँ हिजो कहाँ गएको थियौँ बाइक सर्भिसिङ गर्न गएको थियौँ नि बाइक बनाउनु गएको थियौँ नि आवास बुढाथोकी र म हिजो बाइक बनाउन गएको थिएँ आवास बुढाथोकीले हिजो के खाएको भन्यो न कति धेरै खाएछ खै पेट कत्रो भएको पेट बाबुको अनि आज बाइकमा जाने कि हिँड्न जाने तिमी बाइकमा कल छोडिदिने तिमीलाई भन न मैले म त छोडिदिनु न भर्खर त 8 बजी कसले छोडिदिन्छ स्कुलमा होइन गएर बस्ने मात्रै अघि नै ल तिमीहरूमा सर ड्रिम पार्क गएर आम ओके साँच्ची ओके कि नै ओके बाइकमा छोडिदिनु रहेछ त के भन्ने भइगयो होइन जाइन बच्चो मेरो माया मान्थेछ नि ओए फेरि किस्यो रे ओए यता हेर्दा ओए यहाँ सबैजना तँलाई हेरिराख्नु हेर ओए यता हेर्दा तेरो अनुहार फाइनली हामी ड्रिम पार्कमा आइसक्यौँ बाबुमा आवास बुढाथोकीमा हेलो आवास बुढाथोकीलाई आज स्कुल जाने मान्छेलाई मैले यहाँ ड्रिम पार्कमा ल्याएर घुमाइदिरहेको छु खुसी छस् कि स्कुल जान पाएन भनेर दुःखी छस् सब गइसक्यो नि त जाने कि स्कुल उसलाई चाहिँ आज मैले बाइकमा छोडिदिनु गएँ आज उसलाई मैले बाइकमा छोडिदिन्छु त्यही भएर उसलाई एकछिन यतै घुमाइरहेको मैले सो आज हाम्रो ड्रिम पार्क म धेरै भइसकेको थिएँ म घर बस्दाखेरि पनि म ड्रिम पार्कमा आएकै थिएन अनि काठमाडौँ गएर माया लागिरहेको थियो मलाई होइन आफूले दुःख गरेर बनाएको ठाउँ हो नि त जे भयो भने जे जस्तो भयो भने आफूले दुःख गरेर मेहनत गरेर बनाएको ठाउँ हो नि त सर यहाँ चाहिँ सब पतङ्गहरू झरिसकेको छ सब घामले खाएर होला भन्नाले गर्मीले गर्दाखेरि सब यो पतङ्गहरू होला झरिसकेको छ होइन अब यहाँ नेसनल फ्ल्यागलाई पनि चेन्ज गर्ने भइसकेको छ नेसनल फ्ल्याग पनि यस्तो नाजुक अवस्थामा पुगिसकेको छ हाम्रो यही हो लोकेसनहरू दामी त्यहाँ टोयलेटमा ताल लगाएको थियौँ बट ढोका पनि त्यस्तो भइसक्यो खोल्दिसकेको छ नि कसले ओके अब हामीले चाहिँ यहाँ धेरै बिरुवाहरू रोपेको थियो बिरुवाहरू पनि अब गर्मीले खडेरीले गर्दाखेरि कति सुक्यो होला कति जागिरहेको छ होला आऊ न कस्तो हो र हामीले त बाइकको यो चाबी नै अफ गरेर हिँड्छ है सर ला टक्क हेर्नु चाहिँ त्यहाँबाट उहाँ परबाट आउँदा ल कति बिरुवा त जागिरहेको छ जे जस्तो भयो भने बिरुवाहरू चाहिँ जागिरहेको रहेछ कोही यो बिचको बिरुवाहरू हो नि त जस्तो आनन्द आउँछ यहाँ आएर दुःख पीडा भन्ने कुरा हुन्छ नि त भुलाउन यस्तो बवाल लाग्छ मलाई होइन यहाँ आएर चाहिँ आफ्नो त्यो हुन्छ नि आफ्नो पेन कहाँ पोख्ने त होइन भन्नाले अब यहाँ आएर कहाँनिर चाहिँ आनन्दसँग बस्ने कहाँनिर आएर चाहिँ मस्तसँग एकछिन टाइम स्पेन्ड गर्ने भन्ने कुरा हुन्छ नि त गाउँ आइसकेपछि पनि अनि द्याट्स प्लेस क्या यो ठाउँ हो क्या त्यो ठाउँ भनेको यो ठाउँ हो होइन अनि हामीले यताको यो भवन पनि बनाएको थियौँ तपाईँहरू सबैजनालाई याद पनि छ होला होइन यस्तो माया लागिरहन्छ यहाँनिर हामीले पिपल रोपेको थियो पिपल पनि फेरि त्यो झरेर बाख्राले के खाइदिएको रहेछ फेरि पात पलाउनु थालेको जाग्छ यो त ढुक्क 100% जाग्छ यो पनि अनि यता हामीले बर रोपेको थियो यो बर पनि जाग्छ होला होइन बर पनि पात खाइदिएको बर पनि जाग्छ होइन त पछि आवासबाट ठुलो हुने बेला त्यहाँ त खत्रै बन्छ नि त ड्रिम पार्क थाहा छैन तिमीलाई हामीले त यहाँ सबमा रङ लगाइदिन्छ मान्छेबाट टाढा नयाँ ठाउँबाट मान्छे आउने मान्छेले चाहिँ
ल त्यो जङ्गल पनि मान्छे अड्डा छ र जस्तो गर्छन् क्या। अर्को सबसे मजा लाग्ने भने कुरा के हो भनेपछि यहाँबाट टक्क बसेर हेर्दाखेरि चाहिँ यो दामी भ्यू देखिन्छ क्या। यो सबै खेतहरूको यो फाँटहरूको सर यो फाँटहरूको भ्यू चाहिँ यस्तो बब्ली बब्ली देखिन्छ नि भ्यू यो फाँटहरूको भ्यू त्यो कहिले ढलेछ अनि यस्तो आनन्दको देखिन्छ। अनि त्यसपछि यहाँनिर बसेको झन् मलाई पहिले आनन्द लाग्थ्यो। पहिले यो ठाउँमा चाहिँ यस्तो हुनुपर्छ जस्तो सोचिरहेको हुन्थ्यो कि होइन। अनि हामीले नाम राख्नुको पनि ड्रिम पार्क राख्नुको पनि कारणै त्यही हो क्या। अब अनि यहाँबाट हेर्दाखेरि अब चाहिँ कस्तो हुन्छ भने यहाँ खेती लगाउँदाखेरि होइन अब चाहिँ खेतीको सिजन स्टार्ट भयो नि त, धान रोप्ने सिजन स्टार्ट भयो नि त। कतिजनाले चाहिँ खेतमा बनार्दै हुनुहुन्छ, ब्याडको लागि बिउको लागि बनाउँदै हुनुहुन्छ होइन। अब त्यो बिउ होइन त्यो बिउहरू छ नि, यो धान रोप्दाखेरि यो खेतहरूमा पानी जब टल 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 पानी देखिन्छ, कसैले खेतमा रोप्दै हुनुहुन्छ, त्यस बेला चाहिँ यस्तो आनन्द देखिन्छ क्या। यस्तो आनन्द देखिन्छ, यस्तो बल देखिन्छ होइन। हुन त अब के अरे अखबारी सुनलाई कसी लाउनु पर्दैन भन्छन् नि त होइन। भन्नाले अब आफैमा सुन्दर छ, मैले यसको झन् बयान गरेर मैले तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले बयान गरेर त भन्नु पर्दैन, मैले बढाइ चढाइ त भन्नु पर्दैन। सो त्यही पनि दामी छ। आनन्द एकछिन चाहिँ मस्तले बस्छु। अनि त्यसपछि म अब हामी चाहिँ 2-4 मिनट यहाँबाट मस्तले बसेर आवास बुढा थुकेर म दुवैजना निस्किन्छौँ हो कि नै। आवास बुढा खेल्न नत्र स्कुल जानु ढिलो हुन्छ उसलाई। मैले फेरि स्कुल जाँदा पनि म आज बाइकमा छोडिदिनु भनेर उसलाई ढिला गरेर बसेर आएको क्या हो कि नै। म आज काठमाडौँ जाने तल थाहा कि नै। म काठमाडौँ गएपछि कहिले आउँछु? पछि आउँछु ल। अब म काठमाडौँ गइसकेपछि पछि आउँछु, धेरै पछि आउँछु। अनि आवास बुढा थुकेर म अब फेरि कति धेरै समयपछि भेट्छु होला है। माया मान्छौ किन तिमीले? म टाढा हुँदाखेरि भन त मान्छ? कति माया मान्छ? ए माने उहाँ टाढावाला काकासँग फोन गर्ने भन्छ होइन। घर आयो नि फाइट हान्छ, घुसिहाल्छ मलाई बिग्रेको आवास बुढा थुकी हो कि नै। तिमीलाई मलाई कस्तो हान्छु। एकछिन चाहिँ हामी एकदम लोद रमाइलो गऱ्यौँ होइन। अनि त्यसपछि फर्किँदैछौँ आइज। उसले चाहिँ हाम्रो बाबु चाहिँ यस्तो टाङ्गेको यस्तो वान अफ द फ्यान हो होइन। टाङ्गेको बाबु टाङ्गे गर्दा एकछिन फेरि टाङ्गे ल ऊ दामी टाङ्गेमा दामी नाच्छ। ए कस्तो राम्रो फुलफुले गएर त आमा साइज दामी फुलफुले यहाँ। अब चाहिँ केही समयमा यहाँ चाहिँ यस्तो दामी फुल फुल्नेवाला छ होइन। पहिला पनि फुलेको थियो, भन्दा अगाडिको वर्ष पनि फुलेको थियो। यस्तो दामी फुल चाहिँ यस्तो दामी हुन्छ। सो अहिले चाहिँ हामी चाहिँ बाबुलाई पनि स्कुल छोडिदिन्छ, बाबुको स्कुलमै छोडेर म बाबुलाई स्कुलमै छोडेर आउँछु। त्यही गाइस अब चाहिँ अब आज चाहिँ म पनि फर्किनु पर्ने हुन्छ। बाबुले पनि बाबु तिमी म काठमाडौँ गएपछि कतिको धेरै सम्झिन्छौ? कति धेरै सम्झिन्छौ अरे? कति सम्झिन्न नि? सम्झिन्न नि? मलाई माया गर्दैन नि? गर्दैन नि? गर्छ कि गर्दैन? नै भन न, बोलेर भन न। गर्छौ? कति? ए धेरै गर्छ अरे। गरिदेऊ है काकालाई यता। ए भाइ गर्न एकचोटि हक पनि आइज है। एकचोटि हक गर्न आइज क्या आइज। ल अब म कहिले आउँछु? पछि आउँछु एक गुरे दसैँमा है। दसैँमा आउँछु। आज हामीले यो बाइक बेचिदिने थाहा नि तँलाई। आज बाइक बेचिदिने, पछि अर्को बाइक किन्ने है। एकचोटि बाइकलाई नि हक गरिदियो ल। ओए बाइकलाई नि हक गरिदिएको, बाइक बेचिदिने हो अब बाइक ल। ओए राम्रोसँग ओए त्यो पैसा दादालाई दिदीलाई पनि दिएछ है। ओके एभ्रिवान, अहिले चाहिँ म घर आइसकेको छु। अनि सबै सामानहरू रेडी गरेर प्याक गरेर मैले प्याक पनि फुल टु फुल प्याक हानिसकेको छु होइन। मैले मलाई चाहिने ल्यापटप पनि लिइसकेको छु। ल्यापटपको चार्जहरू सब हालिसकेको छु। ब्यागमा कपडाहरू पनि एक्स्ट्रा भएको कपडाहरू पनि लिइसकेको छु। अब चाहिँ म घरबाट पनि निस्किन्छु। अनि अर्को कुरा आज एकदम इमोसनल भइरहेको छु। इमोसनल किन भन्दाखेरि आजदेखि मेरो बेबी बाइक मसँग हुँदैन होइन। अनि बेचिदिन लाग्यो। सो अब आजदेखि कसको हातमा पर्छ, कहाँ जान्छ होइन। यत्रो समय साथीले भन्दा नि धेरै साथ दिएको थियो बाइकले होइन। अनि साथीले त धोका दिन्छ, यहाँ आउँछु हुन्छ, तर यत्रो टुर गऱ्यो त्यो बाइकमा, यति धेरै लङ ट्राभल गऱ्यो, यति लामो सफर गऱ्यो होइन। कहीँ धोका दिएन क्या, कसम भने यार, कहीँ धोका दिएन क्या, कहीँ गएर बिग्रिएन क्या।
तर यो बाइक लिएदेखि धेरै सक्सेसहरू हासिल गरेको मैले धेरै कुराहरू एचिभ गरेँ होइन। अनि यति धेरै लङ ट्राभलहरू पनि गरेँ यही बाइकमा होइन। यति धेरै ठाउँमा गयो घुमियो। अनि थ्याङ्क यू सो मच मेरो बाइक। अब म बाइकलाई भेटाउँछु एकछिनमा ल है त। ओके अब म चाहिँ हाम्रो घरबाट निस्किनै आँटेको होइन। आमा बाई। अब यो बाइक बेच्ने हो कि बेचिसक्यो अब अर्कालाई छोडिदिनु परेन। कति नभन मैले अनि ल भन माया लाग्यो बाइकको मलाई झन् कस्तो माया लाग्यो बाइकको। पछि अर्को किन्ने नयाँ राम्रो राम्रो त यो नि छ। अनि पैसा भएपछि किन्ने पछि है। अब बुवा खेत गइहाल्नु पर्छ फेरि। ठुल्बुवा पट्ठा ल्याल्नु भयो पट्ठो काट्नु भयो ए शीतलामा बस्याउनु न शीतलामा ए। अनि अब त्यही हो अब यो बाइकलाई अब त्यही लुवाम छोडिदिन्छु। त्यहाँबाट लुवामबाट त्यो बाइक लिने मान्छे आउँदैछ बेबी। सधैँ लाग्यो म ल बाइक गरिदिनु। यस्तो गाह्रो भइसक्यो मलाई होइन कस्तो भनेको क्या। अनि घरमा पनि अब फ्यामिलीसँगको त्यो इन्टरनल कुराहरू मैले भ्लगमा निकाल्न पाइनँ होइन। भ्लग खिच्न सकिनँ सरी। अनि यस्तै भयो अब बाइक पनि अब बेबीलाई बेचिदिनै पऱ्यो होइन। यस्तो इमोसनल भएको छु कसम चाहिँ आमा यतिको त होइन। अनि यो बाइकले जति मलाई साथ कसैले दिएको थिएन क्या भन्नाले फ्यामिली बाइक मेरो साथीहरू कसैबाट नि मैले त्यति यो बाइकले जति मैले साथ पाएन क्या होइन। हुन त साथीहरूबाट पाउने साथ र बाइकबाट पाउने साथ फरक हुन्छ होइन। यत्रो ट्राभल गरियो होइन। यो अट्याचमेन्ट हुन्छ क्या जुन फ्यामिलीको फर्स्ट बाइक थियो होइन। फ्यामिलीको फर्स्ट बाइक फर्स्ट हो होइन। अनि त्यसै झन् माया गरेर मलाई दाइ र दिदीले मिलेर किनिदिनु भएको होइन। अनि कुनै दिन पैसा कमाइएछ भने दाइलाई दिदीलाई होइन केही गिफ्ट दिनुपर्छ मैले होइन पर्सनल्ली। अनि एकदम यस्तै क्रुज छोडिदिनु क्या होइन। त्यो अट्याचमेन्ट हुँदो रहेछ क्या। यत्रो एक डेढ वर्ष सँगै बसेँ यो बाइकसँग जहाँ पनि कि होइन। जतिखेर मन पऱ्यो उतिखेर हिँड्ने। अब त बोल्न पनि सकिरहेको छैन गाइज होइन। जान पनि ढिला भइसक्यो मान्छे पनि आइसक्यो होला होइन। अब गाडी पनि कतिखेर छुट्छ थाहा छैन होइन। सो अब कस्तो मान्छेको हात पर्छ कहाँ जान्छ भन्ने कुरा हो क्या यो बाइक होइन। अनि जे जस्तो भए पनि मेरो माया हो होइन मेरो चिनो हो। थ्याङ्क यू सो मच अहिलेसम्म यति धेरै साथ दियो होइन। अब सायद म यो यति धेरै कुराहरू इमोसनल अट्याचमेन्ट उहाँ गएर गर्न सक्दिनँ होला होइन। मान्छेको अगाडि गएर आँसु झार्दाखेरि एउटा बाइक साला बाइक दिँदाखेरि आँसु झारे यार भन्ने हुन्छ नि त होइन। सो त्यस्तो होइन मान्छेकोसँग त्यो जुन इमोसनल अट्याचमेन्ट हुन्छ नि त्यो भनेको एकदम हाई हुन्छ क्या एकदम हाई हुन्छ। सरी अनि यस्तो गाह्रो भएको छैन सरी। अनि तिमीलाई मैले अरूकै जिम्मा लगाउँदैछु होइन। अनि जिन्दगीमा फेरि हामी मिलेंगे होइन। अनि कुनै न कुनै दिन यो बाइक लिने मान्छेलाई होइन कुनै दिन भेटेर उसँग मेरो बाइकको हालत कस्तो छ भनेर म सोध्नेछु क्या होइन कुनै दिन होइन। स्योर होइन। यसको सब नम्बरहरू सब मसँग छ नि त। अनि जे भए पनि यति धेरै वर्षसम्म साथ दियो थ्याङ्क यू सो मच होइन। अब आगामी दिनमा जोसँग छेउ होइन जोसँग हुन्छौ तिमी अनि उसलाई राम्रोसँग मलाई भन्दा नि दामी तरिकाले साथ दिनु होइन। त्यही हो अब लाग्थ्यो मान्छे पनि लुवामा आएर वेट गरेर होला लिने मान्छे होइन। सो त्यही हो मिठो माया। मैले बाइक चाहिँ यहीँ छोडिदिनु लागेको होइन। अनि त्यो दाइ चाहिँ भ्याउनु भएन छ उता आउँदै हुनुहुन्छ अरे। मैले चाहिँ बाइक यहीँ छोडिदिइसकेँ दाइकै जिम्मामा होइन त। मैले दाइ यति माया गरेर मेरो बेबीलाई यहाँ छोडिदिएछु होइन। ल मैले दाइलाई यहीँ छोडिदिन्छु होइन। त्यो दाइले चाहिँ आउँदै हुनुहुन्छ अरे। दाइले चाहिँ लिएर जानुहुन्छ यो बाइक होइन। मैले बेचिदिइसकेको सरी। अनि अब मिलेंगे फिर जोसँग यो बाइक जोसँग छ जहाँ छ होइन। अनि राम्रोसँग चलाइदिनु होला। अनि मैले जस्तै माया गरिदिनु होला होइन कि नै। माया त लागिहाल्छ नि होइन दाइ। ल अब चाहिँ हतारमा जानुपर्ने भयो हुनाले म पनि अब निस्किन्छु यहाँदेखि। सो ए लाउनु न त आउनु ल जाऊँ ल। यति धेरै माया चाहिँ मेरो यो बाइकको
एउटा फोटो खिचिदिनु न त यति माया लागेको छ भाइ अब त अरू कसैको हुन्छ होला यार बाई 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 अब फिर मिलेंगे हैन कुनै जमानामा फेरि मिल्छौँ हामी भेटिन्छौँ सो अब चाहिँ गाडी पनि आइसक्यो हाम्रो एयर सस्पेन्सवाला गाडी अनि टक्क अब यही गाडीमा जाने हो हेलो बाबाई ल के अब चाहिँ कस्तो यस्तो यस्तो मन छोडेर जाने मन छ ल जाउँ न त मेरो बाइक मेरो सब मेरो बेबीलाई छोड्न आयो नि त ल ओके ल गाडी पनि आइसक्यो सो अब लास्टै सिनो परिन्छ क्या बड्डा ल ल दादा ल ल दाइ थ्याङ्क यू सो मच आज लास्टै सिटमा परिनु तनाव हुने भयो ल सर चिन्नु पर्ने लास्ट हजुर ओके फाइनली चाहिँ म काठमाडौँ आइसकेँ बिच बाटोमा भ्लग पनि बनाइएन होइन किनकि धेरै दिन भइसकेको थियो नि त बाइक के अरे गाडीमा ट्राभल गरेर त्यही भएर अलिकति ज्यान पनि सन्चो थिएन जिउ सन्चो थिएन सो अनि आज चाहिँ हाम्रो फाइनली भुवन केसी त नभनौँ भुवन जैसीसँग भेट भइसक्यो यान्चेक तर दिनपछि हामी भेटघाट भएर खानासँगै खाएको है अघि खानासँगै खाएको भिडियो खिच्नु पनि रहेछ आहा मिल्नु भएको थिएँ तर कस्तो हुने खाना बिच बाटोमा गाडीमा आउँदाखेरि गाडी ट्राभल गर्दाखेरि बिचमा चाहिँ बाध्यताले खानुपर्छ होइन तर त्यो खानामा चाहिँ सोडाहरू के मिसाउँदो रहेछ यस्तो पेट असर गर्छ कसम यस्तो ज्यानलाई असर गर्छ अनि कसम छ क्या त्यसपछि भोमिट आउनु खोज्छ ओ यस्तो हुन्छ तनाव हुन्छ अब आइसक्यो होइन खाना म त अब खानै पर्छ बाध्यताले के खाने त अनि के बोकेर लानु पर्यो कि त्यस्तो हुनु त्यही हो अब हाम्रो पसलमा पनि अब हाम्रो सामानहरू चाहिँ मिलाउनु पर्ने छ सामानहरू चाहिँ ल्याएको छैन अब भोलि चाहिँ सामानहरू नयाँ सामानहरू हाल्नु पर्ने छ अब हाम्रो भुवन सरले चाहिँ नयाँ आफ्नो पसलमा नयाँ सामानहरू लेडिजको सब सामानहरू उहाँको पसल पाउँछ होइन अनि सर र यही हो अब हाम्रो पसलको लुक सब पसलमा आइसक्यो गाइज है ओन्ली 500 अनि अब ल आइसक्यो जीवन ब्रो काठमाडौँ आइसक्यो सब ब्रोदरहरू काठमाडौँ अब हाम्रो गौशाला पसल भिजिट गर्नु पर्यो अरू के भन्नु छ आउनुहोस् भिजिट गर्नुहोस् एकदम राम्रो क्वालिटीको पाउँछ हाम्रो पसलतिर लेडिज यता छ भने जेन्ट्स यता आइसक्यो होइन काठमाडौँ आइसक्यो टक्क अब काठमाडौँ आएर रहिरहनु पर्छ अब काठमाडौँ बसाइ अब काठमाडौँमै हुन्छ क्या होइन अब 1-2 वर्षपछि जीवनले पनि बिहे गर्छ अनि घरबार सम्हाल्छ तर कोहीसम्म सिङ्गल हो तर कोही छ भने भनिदिनुहोस् होइन कोही छ भने भनिदिनुहोस् त्यही हो नेक्स्ट भ्लगमा भेटौँला आजलाई यति नै हाम्रो जय सरलाई पनि जय बाई 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 नेक्स्ट डे भ्लगमा नेक्स्ट डे भेटौँला